नमस्कार साथीहरू, र यो चाहिँ हाम्रो देशको शान हो। यो हेरिहाल्नुहोस् है, यो अटल सेतुमा चाहिँ एकदमै मजाले हाम्रो देशको शान है तिरङ्गा लगाएर एकदम गरेर यता उता जानुभयो भने चाहिँ सिलगढीतिर जानुहुन्छ है। त्यो माथितिर डाँडाहरू देख्नुहुन्छ चाहिँ कालिम्पोङको साइडहरू हो। यो हेरिहाल्नुहोस् है, कालिम्पोङको दुर्पिन बर्मेक मुन्चोङहरू हो यो। हेर्नुहोस् है, बजार हो यो रम्फू बजार हो। र यो जुन चाहिँ म भिडियो गरिरहेको छु यो ब्रिज चाहिँ अटल सेतु एकदमै अटल सेतु हो है, तपाईँलाई भनिदियो। र यो चाहिँ आइबिएम बजार, यो चाहिँ एकदमै एन्ट्रेन्स गेट हो यो। यहाँ चाहिँ तपाईँले आउनुभयो भने चाहिँ एन्ट्री गर्नु पऱ्यो है। माथि हेर्नुहोस् न, कति ब्युटिफुल वेलकम सिक्किम ग्रिन सिक्किम लेखिरहेको छ। एकदमै मजाको है, तपाईँहरूलाई एकदमै भिजिट गर्नु मजाको छ। आजको वेदर पनि एकदमै ब्युटिफुल छ है, सन्नी एकदमै घाम लागिरहेको। हेर्नुहोस् न कस्तो मजाको छ है। म चाहिँ पहाड पर्वत हरियाली छ हो, एकदम भरेको है तपाईँलाई। राम्रो छ, एकदम मजाको भिजिट गर्न आउनु होला है। कालिम्पोङ साइडमा चाहिँ पानी आउनु आँटेको रहेछ है, यता चाहिँ एकदम आएको छैन अहिले। फेरि सायद पनि मजा अब हेर्नुहोस् न, यति मजाको भिजिट गर्न आउँदाखेरि चाहिँ एन्ट्रेन्स र एक्जिट यही हो। यो पनि छ, अनि यो पुरानो पर ब्रिजमा पनि छ, पर पुरानो छ है। पुरानोमा पनि तपाईँ जानु सक्नुहुन्छ त्यो बाटो पनि है। त्यो बाटोमा पुरानो सर्टकट 10 मिनट जस्तो टाइम लाग्छ, जाम पनि लाग्छ, 10 मिनट जस्तो टाइम लाग्छ है। त्यो बाटो आउनु सक्नुहुन्छ, तर एकदम सर्टकट भनेको चाहिँ यही हो। 1 किलोमिटरको ब्रिज क्रस गरेपछि जस्तो क्रस गर्नुहुन्छ माथि टाढो स्टार्ट भइहाल्छ तपाईँको है। माथि टाढो स्टार्ट हुन्छ हो। यो चाहिँ दबाई फ्याक्ट्रीको गाडीहरू हो, दबाई लगेर जानेहरूले दबाई फ्याक्ट्री दबाई मेडिसिन बोकेर जाँदैछ है साथीहरू। हवस् त, मसित बनिरहनु होला तपाईँहरू है। तपाईँहरूलाई एकदमै राम्रो कुराहरू देखाउँछु।